अतिक्रमण गरेको छैन है। नेपालले भारतको जमिन अतिक्रमण गरेको छैन, मिचेको छैन। यति चाहिँ तथ्य हो। सिमाना भनेको संवेदनशील कुरो हो। किनभने अब सिमाना भनेको नक्सा, दस्तावेज, तथ्याङ्कमा आधारित हुन्छ। त्यसै मुखले बर्बल बोलेर हुँदैन है। अब मिचियो भनेदेखि चाहिँ हाम्रो अब नेपालीले पनि भारतको जमिन मिचिएको छ भने कुन जिल्ला, सहरसा जिल्लाको यो बस्तीपुर यो मिचिएको छ भनेर भन्न सक्नु पर्यो नि त। नेपालले त मैले पनि भनिराखेको छ कि हाम्रो दार्चुला जिल्लाको ब्यास पालिकाको वडा नम्बर 1 को लिपुलेक, मुन्टियाधुरा, कालापानी मिचिएको छ। 372 वर्ग किलोमिटर मिचिएको छ। त्यसरी 3 पोइन्ट गरेर नेपालले भनेर मैले त भनिराखेको छु, मैले किताबमै लेखेको छु नि होइन। तर हाम्रो प्रधानमन्त्रीले भन्नु पर्यो नेपालले भारतको कुन ठाउँको कुन चाहिँ जिल्लाको कुनको के मिचिएको छ। त्यसै सिमाना भनेको संवेदनशील कुरा भएको हुनाले गर्दाखेरि मौखिक एउटा अब अभाष्य तरिकाले चाहिँ बोल्न चाहिँ हुँदैन।